हाय गाइस, माय नेम इज कनिष्क रॉय एंड लेट्स कंटिन्यू। सो गाइस, आज की वीडियो में हम लोग बात करेंगे मदन तामांग जी का। उनका जो सोच था ना गोरखालैंड को लेके बहुत ही अलग था। वो स्ट्रेट फॉरवर्ड आदमी थे और वो गोरखालियों के लिए कुछ अच्छा सोच रहे थे। ठीक है, माना जाता है कि गाइस मदन तामांग जी जो है ना वो एक ट्रू गोरखाली थे। आप सभी को बता रहे हैं उनका असैसिनेट कर दिया गया था। मदन तामांग जी का एक वीडियो है, मैं उसको यहाँ पे अटैच कर रहा हूँ इस वीडियो में। ठीक है, आप लोग देखिएगा। ये उनका एक इंटरव्यू लिया गया था एक रिपोर्टर के द्वारा। इस वीडियो में आपको पता चलेगा कि मदन तामांग जी का जो मतलब व्यू क्या था गोरखालैंड को लेकर के। ठीक है, तो आप लोग इस वीडियो को देखिएगा, उसके बाद बताइएगा कि कैसा है, कमेंट कीजिएगा। ठीक है, कालिम्पोङमा आज घुम्न आएको होइन। धेरै दिन भयो कालिम्पोङ आएको छैन, नआएको धेरै दिन भयो त। यसो भेटघाट गर्नु, साथीभाइसँग भेटघाट गर्नु। होइन, यस्तो छ नि, अबागोलीको कार्यक्रम, अब कुनै पनि कार्यक्रम, अब डेमोक्रेसीमा सबै कुरा राजनीति नै हुन्छ क्या। अब आज म घुम्न आएको भन्दा पनि विश्वास त गर्दैन नि, होइन? त्यसरी किन घुम्न आउँथ्यो कालिम्पोङमा? राजनीति त्यो अब कार्यक्रम भन्दा अब देख्दैछ त सबैले, यहाँ डेमोक्रेसी छैन हो। गोर्खालीगले अस्ति 4वटा जनसभा गर्ने निश्चय गरेको थियो, तर पश्चिम बङ्गाल सरकारले को निर्देशनमा जनमुक्ति मोर्चा, जसले आफूलाई गान्धीवादी सम्झिन्छ, अब तिनीहरू लगाएर पश्चिम बङ्गाल सरकारले जनसभा गर्नु भने, जनसभा भने त्यो मञ्च जबरजस्ती दखल गरेर त्यो छोड्नै मानेन। अब हामीहरूसित माइक पर्मिसन थियो, हामीहरूसित जति पनि कानुनी, हामी त अब कानुन मान्ने, गोर्खालीगले कानुन मान्छ। गोर्खालीग इज अ ल अबाइडिङ अर्गनाइजेसन। हामी कानुन मान्छौँ, हामी भगवान पनि मान्छौँ, गड फियरिङ हो। अब त्यो मञ्च दखल गरिराखेको छ, अन्त प्रशासनले त्यो दखल, जनमुक्तिको दखलले हटाउनु सकेन। मैले एसपीलाई पनि फोन गरेँ, आइजीलाई पनि फोन गरेँ। उनीहरू भन्छ, मलाई आइजीले भन्दै थियो, मिस्टर तामाङ आइ एम हेल्पलेस, म विवश छु। आइजी इन्सपेक्टर जेनरल अफ पुलिस नर्थ बेङ्गलको त्यो जनमुक्तिको 2-4 जना हुलदङ्गा गर्नेहरूलाई मञ्च खाली गराउनुमा ऊ भन्छ कि म विवश छु, आइएम हेल्पलेस। मिस्टर तामाङ आइएम हेल्पलेस भने मलाई, मैले कुरा बुझिहालेँ नि, जुङ्गा चल्यो, कुरा बुझिगयो नि। माने पश्चिम बङ्गाल सरकारले तैँले केही नगर्नु, गोर्खालीगलाई चाहिँ बोल्नु नदिनु नै राम्रो हो। किनभने गोर्खालीगले सबै कुरा, साँचो कुरा जनताको समक्षमा राख्छ। अस्ति 11 तारिक अगस्तमा दिल्लीमा के वार्ता भयो, त्यसको कुरा सबै अगाडि राखिदिन्छ नि भनेर चाहिँ पश्चिम बङ्गाल सरकारकै निर्देशनमा भएको नि। यो त बुझ्नेले बुझिहाल्ने कुरा हो नि। नत्र गोर्खालीगले बोल्दाखेरि किन डराउनु, जनमुक्ति किन डराउनु? जसको सुन खोटो उसको हिया ढुकढुक भन्छ नि। उनीहरू झुट बोल्छन्। उनीहरूले गोर्खाल्यान्डको नाममा जनताको भावनासित खेलेर काउन्सिलको चौकी ताक्दैछ। यो चाहिँ मैले सुरुमै भनेको हो। 7 अक्टोबर 2007 साल दार्जिलिङको चोक बजारको जनसभा, 5 तारिक, 7 तारिक जनमुक्ति जन्मेको होला, 5 तारिक नै मैले जनसभामा भनेको थिएँ, गोर्खाल्यान्डको घोडामा चढेर चाहिँ काउन्सिलको चौकी चाहिँ नताक्नु। जसले गोर्खाल्यान्ड घोडामा चढेर काउन्सिल ताक्छ, चौकी ताक्छ, त्यो चाहिँ घिसिङभन्दा गद्दार हुन्छ है भनेको थिएँ। अहिले अब जनताले धेरैले बुझिगयो, गोर्खाल्यान्ड घोडामा चढेर काउन्सिलको चौकी जनमुक्तिले पनि ताक्यो। अहिले म सुन्दैछु अन्तरिम काउन्सिल, गोर्खाल्यान्डको डिमान्ड त्याग्यो भन्ने कुरा त 11 तारिक त्रिपक्षीय वार्ता, सो कल तथाकथित त्रिपक्षीय वार्ता भएको दिल्लीमा। 13 तारिकको दिन टेलिग्राफको एडिटोरियलमा छ कि गोर्खाल्यान्डको डिमान्ड एबान्डन गर्यो, होइन? यो त होइन, चस्मा ठिकै छ, छैन, चस्मै छैन, त्यो गाडीमा छ, कहाँ छ? यहाँ छ नि, यहाँ अब यो टेलिग्राफको एडिटोरियल हो नि। एडिटोरियल भनेको त जनमुक्तिकोहरूले बुझ्छ होला नि, टेलिग्राफ हो यो। एडिटोरियल 13 तारिकको टेलिग्राफको एडिटोरियलमा लेखेको छ, यहाँ द बिगिनिङ that has been made should however please the West Bengal government since the consensus has been reached to abandon the idea of granting separate state to the Gorkhas. गोर्खाजहरूलाई छुट्टै राज्य दिने कुरालाई त्याग्ने सहमतिमा आएको छ, स्पष्ट छ त। अब यो कुरा टेलिग्राफको एडिटोरियल छ। यो एडिटोरियल भनेको चाहिँ सम्पादकीय भनेको चाहिँ
न्युज भन्दा पनि बाहिर त पत्रकार हो नि, बुझ्छ नि, एडिटोरियल विथ फुल रेस्पोन्सिबिलिटी, जिम्मा लिएर सत्य कुरा नै लेख्छन् त एडिटोरियल, होइन? एकदम त्यो त न्युज भन्दा पनि महत्त्वपूर्ण त एडिटोरियल हो। यसो एउटा पत्रिकाको मुटु नै हो एडिटोरियल। त्यहाँ स्पष्ट लेखेको छ गोर्खाल्यान्डको डिमान्ड, गोर्खाजहरूको छुट्टै राज्यको प्रान्तको डिमान्डलाई त्याग्ने सहमतिमा आयो। को आयो भन्दा राज्य सरकार, केन्द्र सरकार र जनमुक्ति, स्पष्ट लेखिदिएको छ। अनि त्यही 13 तारिकको दिन स्टेट्सम्यानमा पश्चिम बङ्गालको चिफ सेक्रेटरी, मुख्य सचिवको आधिकारिक वक्तव्य छ। जनमुक्ति मोर्चाले गोर्खाल्यान्ड हुँदैन भन्ने कुरा बुझ्यो, अब पश्चिम बङ्गाल सरकारसँग लागेर नयाँ काउन्सिल बनाउने कुरामा काम गर्नेछ। 13 तारिक निस्केको। त यता चाहिँ जनमुक्तिले गोर्खाल्यान्ड हामी एकदम 2010 सालमा ल्याइहाल्छौँ, मार्च कति 10 तारिक होइन आइपुगेको त्यो त, होइन? 2010 डेट तोकिरहेको छ। भन्दैछ हामी ढाँट्दैनौँ। 1 इन्ची उताबाट के अरे दार्जिलिङबाट जनमुक्तिको वरिष्ठ नेताहरू, होइन, आजको वरिष्ठहरू छ, उनीहरूले भन्दैछ हामी 1 इन्ची पछि सर्दैनौँ। यतापट्टि खबर कागजमा त्यस्तो निस्किँदैछ। अन्त हामीले भनेका थियौँ कि यो खबर कागज झुटा हो कि तिमीहरू झुटा हो, दुईटामा एउटा झुटा हो। यदि यो खबर कागज झुटा हो भने यो खबर कागज माथि मानहानिको मुद्दा गर, होइन भने तिमीहरू झुटा हो भने तिमीहरूले यो आन्दोलनको नेतृत्व छोडिदेऊ, यो अरूले गर्छ। यो कुरा हामीले भनेका थियौँ। अनि यो प्रश्नहरू हामीले यिनीहरूको जनसभा, जनमुक्तिको जनसभा हुन्छ दार्जिलिङमा भनेर हामीले यो प्रश्नहरू राखेको थियौँ। उनीहरूको जनसभा पनि भएन, ओके? र अस्ति 7 तारिकको दिन हामीले जनसभा गर्ने निश्चय गऱ्यौँ। त्यो 7 तारिकको दिन हामीले डेट तोकेको पनि 7 सेप्टेम्बर 1981 सालमा दार्जिलिङको चोक बजारमा फायरिङ भएको थियो। गोर्खाल्यान्डको पहिलो शहीदहरू त्यो 2 जना थिए, कृष्ण सुब्बा, होनार चित्रकार, अनि म्युनिसिपल बोइज हाई स्कुलको एउटा छात्र देवराज शर्मा, 2 जनालाई पुलिसले गोली हिर्काएर चोक बजार, दार्जिलिङको चोक बजारमा हत्या गरेको त्यो दिन थियो। त्यो दिनलाई हामीले सिङ्क्रोनाइज गरेर त्यो दिनलाई हामीले मध्यनजरमा राखेर 2 भाइलाई श्रद्धाञ्जली पनि दिउँ अनि जनताको समक्षमा यो कुराहरू सबै राखिदिउँ। किन जनताको अधिकार छ नि त, साँचो कुरा जान्न पाउने जनताको अधिकार छ। अनि यो म बारम्बार भन्दैछु, यो आन्दोलन जनआन्दोलन हो, यो कुनै एउटा पार्टीको कार्यक्रम होइन। यहाँ जनताको सहभागिता छ। गोर्खाल्यान्डको आन्दोलन जनआन्दोलन हो, यो घिसिङको आन्दोलन होइन, यो बिमल गुरुङको आन्दोलन होइन, यो जिएनएलएफको आन्दोलन, यो जनमुक्तिको आन्दोलन होइन, यो गोर्खालीको मात्र आन्दोलन होइन। यहाँ सम्पूर्ण जनताको, पहाडको जति पनि जनता छन्, के नेपाली, के भोटे, के लाप्चे, के बङ्गाली, के बिहारी, के मारवाडी, सबजना मिलेर, पहाडवासी सबजना मिलेर एउटा जनआन्दोलन गर्दैछ। यो एउटा कुनै राजनैतिक पार्टीको कार्यक्रम होइन, यो जनआन्दोलन, जनताको सहभागिता छ, प्रत्येक जनताको अधिकार छ। यो कुरामाथि साँचो कुरा जान्न पाउनु पर्ने। तर जनमुक्तिले झुटा खाली कुरा गर्दैछ, उल्टा गोर्खालीगलाई दोस्याउँछ, गोर्खालीगले भ्रम फैलाउँछ। मैले देखेँ गोर्खालीगले कहिले भ्रम फैलायो एउटा देखाउँ न, म भन्छु, अहिले पनि म च्यालेन्ज गर्छु, गोर्खालीगले कहाँ चाहिँ भ्रम, गोर्खालीगले कहाँनिर झुटा कुरा गर्यो? तर्क गरौँ न, मैले भन्दैछु, बारम्बार भन्दैछु, तर्क गरौँ। अझै म भन्छु तर्क गरौँ। कहाँ गर्छ? मेला ग्राउन्डमा गर्छ कि कालिम्पोङको, दार्जिलिङको लेबुङ ग्राउन्डमा गर्छ कि, खरसाङको मन्टिभ्युटमा गर्छ कि, सिलगढीको गान्धी मैदानमा पो गर्छ कि, गोरुबथानको त्यो अस्ति के अरे त्यो तल जिएलपी प्यारेड खेल्ने ग्राउन्डमा पो गर्छ कि? गोर्खालीग तयार छ। गोर्खालीग झुटा बोल्दैन, गोर्खालीगले मान्छेलाई भ्रम फैलाउँदैन। गोर्खालीग चाहन्छ गोर्खाल्यान्डको डिमान्ड कसैले पनि साटेर खानु पाउँदैन, कम्प्रोमाइज गर्नु पाउँदैन। यो जनताको जनआकांक्षा हो। अनि हामीले गोर्खाल्यान्ड पाउनुपर्ने हामीले क्राइटेरियन फुलफिल गरेका छौँ। बङ्गालभित्र हामीलाई शोषण छ, यहाँ भेदभाव छ, यहाँ बङ्गालीको खुन र नेपालीको खुन नमिलेको कारण, गोर्खालीको खुन नमिलेको कारणले गर्दा खुनको नातामा भेदभाव छ। अनि गोर्खाल्यान्डको आन्दोलन खुनको आन्दोलन हो, खुनको लडाइँ हो। त्यसले गर्दाखेरि गोर्खालीग चाहन्छ यो कसै गरेर पनि यो कुनै कम्प्रोमाइज नहोस्, सम्झौता नहोस् न, साटेर नखाउँ न, यहाँ चौकीमा त्यागौँ न। बारम्बार गोर्खालीगले भन्दै आइरहेको छ आन्दोलन सही हुन्छ, आन्दोलन सही भएको छैन। यो कुरा आज मात्रै भनेको होइन, हामीले डे 1 देखि हामीले भनेका छौँ, चिठीहरू लेखेर दिएका छौँ, 1-2वटा मिटिङमा हामीले भनेका छौँ, जनसभाद्वारा हामीले सूचित गरेका छौँ। एउटा सामूहिक नेतृत्व हुनुपर्छ, यो जनआन्दोलन हो। यहाँ सबैको विचारलाई महत्त्व दिएर सबैको विचारलाई अँगालेर काम गर्नुपर्छ भनेर हामीले बारम्बार भन्यौँ, तर सुनेन। बलजफ्ती सरकारले पछाडिबाट टेवा दिइरहेको छ, भन्छ मदन तामाङलाई गोर्खालीगले प्रयोग गर्यो, गोर्खालीगलाई सरकारले प्रयोग गर्दैछ भनेर। कसरी? हिजो अस्ति मङपङमा निस्क्यो त, राति अँध्यारोमा चिफ मिनिस्टरलाई भेट्यो भनेर आनन्द बजार पत्रिकामा एउटा हेडलाइन निस्क्यो। यहाँ एकजनाले भन्दै थियो अरे, कालिम्पोङको निकै बाठे छ, भन्दै थियो अरे पैसा दिएर लेख्नु लगाएको। त्यो भए पनि 2-4 दिन भए पनि सिक्किमको एउटा नेपाली दैनिकको सम्पादक चाहिँ गरेको हो। पैसा दिँदाखेरि हेडलाइन लेख्न सक्छ? लेख्छ कसैले? आनन्द बजार पत्रिका हो त्यो। पत्रिका प्राइम मिनिस्टरको घरमा 7वटा पत्रिकाहरू डेली के अरे न्युज पेपर जान्छ, त्यो 7वटा मध्येमा एउटा आनन्द बजार पत्रिका जान्छ।
आनन्द बजार पत्रिकाको 3 करोड पाठक छ भन्छ। मैले पढेको थिएँ 3 करोड रिडर छ भन्दैछ। त्यो आनन्द बजार पत्रिका आज 100 वर्ष पुरानो पत्रिका हो। त्यो आनन्द बजार पत्रिकाको यो टेलिग्राफ न्युज पेपर हो। आनन्द बजार पत्रिकाको त्यो स्टार आनन्द के अरे स्टार न्युज भन्ने आनन्द बजार पत्रिका ग्रुपको पत्रिकाहरू हो। त त्यसले हेडलाइन झुटा लेख्छ। यहाँ त शङ्का भयो नि झन् के राति किन भेट्यो? मानहानिको मुद्दा गरेको छ तर जनताको मनमा शङ्का बसेको छ। त्यो मानहानिको मुद्दा मलाई चल्दैन थाहा छ मलाई। त्यो मुद्दा दायर गर्छ तर त्यो केही चल्दैन, ती बसिरहन्छ। त्यो भएको हो नि पहिला पनि हालेको मानहानिको मुद्दा, त्यो चल्दैन। ती बसिरहन्छ, त्यो थन्केर बस्छ। यता जनतालाई चाहिँ हामीले गोर्खा लिगले भनेको 7 दिनमा त्यो के अरे मानहानिको मुद्दा हाल्ने पनि गोर्खा लिगले अभियान गर्छ भनेको थियो। हतार भोलिपल्ट हामीले मानहानिको मुद्दा गऱ्यौँ त भनेको छ तर त्यो चल्दैन, त्यो मुद्दा कोर्टमा थन्केरै बस्छ। र त्योभन्दा पनि ठुलो कुरा त स्पष्ट भन न, बोल न। चिफ मिनिस्टर बोल्नुपर्छ जनमुक्तिले मलाई भेटेन भनेर। चिफ मिनिस्टरको ड्राइभर बोलेर त हुँदैन नि, चिफ मिनिस्टरको सिक्युरिटी बोलेर हुँदैन। अशोक भट्टाचार्य बोलेर हुँदैन नि। चिफ मिनिस्टरलाई राति भेट्यो। अशोक भट्टाचार्य सिलगढीमा सुतिरहेको थियो, चिफ मिनिस्टर मङपङमा छ। त्यो मङपङमा चिफ मिनिस्टर आउने नै शङ्काजनक भइगयो नि। त्यो पोहोर साल त्यो के अरे होम सेक्रेटरी तक्दाको 3 चुले गएको जस्तो भयो नि। अचम्मको छ नि, 3 चुले मङपङमा चिफ मिनिस्टर बस्न लागेको घरै छैन। चिफ मिनिस्टर बिमारै थिएन, किनभने यहाँबाट फर्केर गएर कलकत्ताको पत्रकारहरूलाई सोद्धाखेरि म त आइम अल राइट भने त, म ठिकै छु भने त। उसले आफूलाई बिमारी भनेको छैन त, अरूले बिमार छ कि बिमार छ भनेर मङपङमा बसेर बस्यो। अब त्यो पोहोर साल त्यस्तै भयो है। मेरो घर घेराउ गर्नुभन्दा अगाडि होम सेक्रेटरी तकदामा गएर बस्यो 3 चुलेमा। अरे 3 चुले त होम सेक्रेटरीको ससुराली त गाउँ होइन नि हो। 3 चुलेमा होम सेक्रेटरी बस्न लागेको घर पनि छैन नि। तर त्यहाँ बस्यो, त्यहाँ पनि कुरा निस्क्यो। राति जनमुक्तिको नेताहरूले होम सेक्रेटरीसँग भेट्यो। त्यो कुरा त्यति बेला पनि निस्क्यो नि त। अब यसपल्ट मङपङमा हेडलाइनमा 2 दिन भेट्यो भन्दैछ। त्यति मात्र होइन, मैले त सुनिनँ, सुन्नेहरूले मलाई भन्दै थियो चिफ सेक्रेटरीलाई त्यो बङ्गला च्यानलले प्रश्न गरेछ, चिफ मिनिस्टरसँग भेट्यो जनमुक्तिको नेताहरूले भन्दाखेरि चिफ सेक्रेटरीले भन्दै थियो अरे भेटेन म जान्दिनँ। रोशन गिरीले SMS गरेर एपोइन्टमेन्ट चाहिँ मलाई मागेको थियो। त्यो कुरा चाहिँ मैले चिफ मिनिस्टरको एटाच अफिसरहरूलाई मैले पठाइदिएको थिएँ। चिफ मिनिस्टरलाई भेटेन म जान्दिनँ भनेर त चिफ सेक्रेटरीले बङ्गला च्यानलमा बोल्यो अरे भन्ने सुन्नेहरूले मलाई धेरैजनाले भने नि उनीहरूले चिफ सेक्रेटरीले भनेर मैले म आफैले त सुनिनँ। तर त्यस्तो कुरा निस्क्यो। अर्को कुरा के भयो भने 12 तारिकको दिन त्यो आनन्द बजार पत्रिकामा त्यो खबर निस्क्यो। मैले बिहान 7 बजी चाल पाएँ। मैले एकजना साथीलाई सिलगढीमा भने मलाई 6 कपी त्यो आनन्द बजार पत्रिका किनेर राखिदिनु है भने। 8:30 बजी मलाई फोन आयो सिलगढीको तमाम खबर कागज दोकानबाट नेपाली केटा आएर आनन्द बजार पत्रिका सबै किनेर लग्यो। यो बडा अचम्मको छ, त्यो नेपाली केटाहरू कुन दलको थिए, कुन पार्टीका थिए? 8:30 बजी भित्रमा सबै दोकानबाट सालुगडादेखि एनजेपीसम्मको सबै दोकानै खाली गरेर आनन्द बजार पत्रिका किनेर लग्यो। यो पनि एउटा अचम्मको छ। अब त्यो नेपाली केटाहरू कुन चाहिँ पार्टीको थियो? उनीहरूले लानुको पछाडि के रहस्य छ त? किन लग्यो? सोधेछ दोकानेले के छ आज भन्दाखेरि होइन यहाँ एउटा के अरे हाम्रो एक्जामिनेसनको रिजल्ट छ इत्यादि भनेर लग्यो। यो सबै किन हुँदैछ? आज हाम्रो सबै कुरा ट्रान्सपेरेन्ट हुनुपर्छ। भेट्यो भने पनि नेताहरूले खुलेआम भेट्नुपर्छ नि त। भेट्दै नभेट्नु भन्ने त छैन, भेट न, तर कुरा चाहिँ कम्प्रोमाइज नगर न। दिनको उज्यालोमा भेट न। त्यो एउटा पोलिटिकल विल हुनुपर्छ, राजनैतिक इच्छा शक्ति हुनुपर्छ। लिडरसिप गर्छु भन्नेहरूको राजनैतिक इच्छा शक्ति हुनुपर्छ। जस्तो गोर्खालीको राजनैतिक इच्छा शक्ति थियो नि। सम्पूर्ण पहाडे कम्मर मर्कै छैटौँ अनुसूचित मादल बजार नाच्दा पनि गोर्खालीमा राजनैतिक इच्छा शक्ति थियो र त्यो जनमत पल्टाए त। त्यो राजनैतिक इच्छा शक्ति हुनुपर्छ, पोलिटिकल विल हुनुपर्छ। जनमुक्तिमा पोलिटिकल विल छैन, राजनैतिक इच्छा शक्ति छैन। जेल नम्बर लगाए तल सुकुनादेखि ओह्रालो जानु सकेन। मलाई जेल नम्बर लाउनु पर्छ भन्यो। मैले भने म लाउँछु किन लाउँदिनँ? तर मैले लगाएपछि खोल्नु हुँदैन। मैले लगाएपछि सिलगढीमा त्यही जेल नम्बर लगाएर जानुपर्छ। मैले लगाइसकेपछि त कहिले पनि खोल्नु, सिद्धान्तको लडाइँ हो यो खुनको लडाइँ हो। मैले जेल नम्बर लगाइसकेपछि चाहिँ जिन्दगीमा खोल्नु हुँदैन। गोर्खाल्यान्ड भयो भने त त्यो लिगल भइगयो, भएन भने मेरो सिद्धान्तको लडाइँ हो, खुनको लडाइँ हो। मैले खोल्नु हुँदैन। तर जनमुक्तिको भाइहरूले सुकुनादेखि हुँदो जेल नम्बर लगाएर सिलगढी जानै सकेन भन्यो। सिलगढी हाम्रो हो, डुवर्स हाम्रो हो भन्यो, जानै सकेन। कुनै पनि कुरा कम्प्लिट गर्नै सकेन, कुनै पनि आन्दोलन पूरा गर्नै सकेन। अस्तिको त्यही अनिश्चितकालीन बन्द पनि राजनैतिक स्तरमा कुरा हुनुपर्छ नि। त्यो अफिसर लेभलमा किन कुरा गर्दैछौ? हामीले भन्यौँ, गोर्खा लिगले बारम्बार भन्यो राजनैतिक स्तरमा बात गर।
अस्ति अनिश्चितकालीन हडताल गर्यो भने हामी राजनीति पोलिटिकल लेभलमा बात गर्छौँ, त्यो एजेन्डा पनि फिक्स हुनुपर्छ भनेर अनिश्चितकालीन 10-12 दिन हडताल चाहिँ गरी टपाल्यो। तर पछि त पोलिटिकल लेभलमा त बात भएन त, फेरि त्यही अफिसर लेभलमा बात भयो, राजनीतिक एजेन्डा फिक्स भएको थिएन होइन। अनि उनीहरू गएर बात गर्यो त, जनताले चाहिँ यता के अरे पोलिटिकल लेभलमा बात हुनुपर्छ भन्ने डिमान्ड राखेर अनिश्चितकालीन हडताल गरेर जनताले चाहिँ सुन चाँदी बन्दोक राखेर रासिन किन्यो, उता चाहिँ फेरि गएर त्यही अफिसर लेभलमा बात गर्यो। त्यहाँदेखि त्यो दिन के भयो भन्दाखेरि एउटा इन्टरलोक्युटर फिक्स गर्यो। इन्टरलोक्युटर माने वेबस्टरको डिक्सनरी मैले पढेर पल्टाएर हेरेँ, इन्टरलोक्युटर भने के रहेछ भन्दा ब्रोकर। त्यो ब्रोकरलाई पारसमणिको इङ्ग्लिस टु नेपाली डिक्सनरीमा पल्टाएर यसो हेर्दा चाहिँ दलाल। ब्रोकर माने दलाल हो नि त। अन्त अब आउने त फेरि दलालसँग बात हुँदैछ, यो दलाली किन पस्दैछ? हामीले किन हाम्रो कुरा भन्न सक्दैनौँ? आज दलाल लाउनु पर्ने के आवश्यकता छ? पहिला पनि इन्द्रजित खुल्ला दलालै लाग्यो, पैसाको लेनदेन भयो, उसले पनि कमिसन खायो, बुटा सिंहले पनि कमिसन खायो भन्ने कुरा निस्क्यो। सुभाष घिसिङले पैसा लिएर त्यो एकर्डमा सही गरेको हो भन्ने त व्यापक कुरा निस्क्यो। जनसभामा खुलेआम भन्यो त सुभाष घिसिङले पैसा तापेर त्यो एकर्डमा सही गरेको हो भनेर। त्यति बेला पनि इन्द्रजित खुल्लर भन्ने दलालै लाग्यो, उसले पनि कमिसन खायो भन्छ। फेरि अहिले दलालकै कुरा आयो, ब्याक टु द स्क्वायर वान। हामी त फेरि 86 सालमा फेरि सुभाष घिसिङ नै भयो, नाम मात्रै चेन्ज भयो, तर सबै कुरा त त्यही हुँदैछ। अहिले पनि जनतालाई त्यो पहिला त्यति बेला जीबीसी देखाएर डर देखाउँथ्यो, बोल्लास खबरदार भन्थ्यो, अहिले जीएलपी। यो किन? जीएलपी किन? कसलाई डर देखाउँदैछ? को माथि आतंक मैला फैलाउँदैछ? यहाँ त सबैजनाले गोर्खाल्यान्डलाई समर्थन गर्छ, गोर्खाल्यान्डको विरोध गर्ने को छ यहाँ? यदि कोही छ भने सरकारसित सम्झौता गर्नेहरू, तिनीहरू गोर्खाल्यान्ड विरोधी हुन्। आयो त सबै कुरा प्रकाशमा आयो त, प्रेस त्यो इन्फर्मेसन ब्युरोमा आयो त होइन र? के अरे यहाँ छ त होइन नि त हो, यो प्रेस इन्फर्मेसन गभर्मेन्ट अफ इन्डियाको नि 11 तारिक के बात भयो, 7 वटा पोइन्टमा उनीहरूको सहमति भयो भनेर हस्ताक्षर गरेको थियो। झुट कुरा त होइन नि, गोर्खालीले झुट बोल्छ भन्छ, गोर्खालीले झुट बोल्दैन नि। यो यहाँ गोर्खाल्यान्ड कुरै छैन। 6औं अनुसूची पनि यहाँ के छ, 1 नम्बरमा छ, द प्रपोजल फर एस्टाब्लिसमेन्ट हिल काउन्सिल अन्डर द 6th शेड्युल अफ द कन्स्टिट्युसन वुड बी ड्रप्ड। वुड बी ड्रप्ड भन्दैछ, हुनु पर्थ्यो, इट हेज बिन डिसाइडेड टु ड्रप हुनु पर्थ्यो। वुड बी ड्रप अनिश्चित भयो, त्यसको माने 6औं अनुसूची अझै पनि जिउँदैछ। वुड बी ड्रप्ड, वुड बी बेहुला भनेको जस्तो, वुड बी एमएलए, वुड बी मन्त्री भनेको जस्तो, वुड बी, इट हेज बिन डिसाइडेड टु ड्रप हुनु पर्थ्यो। तर यहाँ त वुड बी ड्रप छ, वुड बी माने हुनु सक्छ भनेको। अनि यो 6औं अनुसूची के अरे मैला ढङ्गमा हाल्यो भने 2 करोड पिकनिक खायो त। जनमुक्तिको एउटा सेन्ट्रल कमिटीको लिडरले एकदम मच्ची भाषण दिँदै थियो अरे, 6औं अनुसूची त मरेको नि गाडेको मात्रै थिएन। हिजो अस्ति स्पष्टीकरण दिएको है, 6औं अनुसूची मरिसकेको थियो, गाडेको मात्रै थिएन। त्यो गाडेको थिएन, नगाडिकन घेवा 2 खेप त खायो। लास गाडेर घेवा खान्छ कि लासै नगाडी घेवा खान्छ? प्रमुख नेता है, जनमुक्तिको प्रमुख नेताले जनसभामा भनेको मैले सुने, 6औं अनुसूची त मरेको थियो, गाडेको मात्रै थिएन। अरे गाडेको थिएन, नगाडिकन घेवा 2 खेप खायो त। तिस्ताको बगरमा एउटा खायो, 1 खेप पर बालासन कता दुधैतिर खायो होइन त। कुनै 600 किलो माछा, कुनै कति किलो सुँगुर, कुखुराहरू भन्ने खबर कागजमा देखेको थिएँ। अन्त लासै नगरी घेवा खाएको त। गोर्खालीगले बारम्बार भन्छ 6औं अनुसूची जिउँदैछ, गोर्खालीग झुटा कुरा गर्छ, यही रोशनगिरी हो। अहिले भन्छ गोर्खालीगले भ्रम फैलाउँछ, यो रोशनगिरी हो। अहिले पनि 2 वर्ष 3-2.5 वर्ष अगाडि दार्जिलिङको चौकमा जानुहोस्, सेन्ट्रल युनिभर्सिटी भयो भने पढेको पड्काउने यही मान्छे हो। अनि उसले गोर्खालीगलाई कन्फ्युजन, झुट कुरा बोल्छ, हामी बोल्दैनौँ। 6औं अनुसूची जिउँदो छ भनेर भन्ने गोर्खालीग हो। अनि निस्क्यो त अहिले 6औं अनुसूची जिउँदैछ भन्ने कुरा त प्रकाशमा आयो त। प्रकाशमा आयो नि 6औं अनुसूची जिउँदैछ भन्ने कुरा आएन र? त्यति मात्र होइन नि, जनमुक्तिले कन्फ्युजन ल्याएको त्यो 6औं अनुसूचीको के अरे स्ट्यान्डिङ कमिटीमा जाँदा, पार्लियामेन्ट्री स्ट्यान्डिङ कमिटीमा जाँदा 6औं अनुसूचीको बारेमा त्यो स्ट्यान्डिङ कमिटीमा जाँदा दार्जिलिङको त्यो जानुभन्दा अगाडि दार्जिलिङको चौरस्तामा सुभाष घिसिङले सही गरेको एकर्ड जलाएर गएको, त्यो एमओएस जुन चाहिँ 6 डिसेम्बर 2005 सालमा होइन सही भएको, त्यो एमओएस जलाएर गएको। दिल्लीमा स्ट्यान्डिङ कमिटीमा म पनि थिएँ, जनमुक्तिको थिएँ। जनमुक्तिकोले त्यहाँ त त्यो एमओएसमा चुनाव हुन्छ भनेर लेखेको छ, त्यो चुनाव हुनुपर्छ समाप्त। उनीहरूको एकजना उकिल थियो, अब त्यो उकिल भाइले म त प्रोफेसनल हो पनि भन्दै थियो अरे होइन, उसले त्यहाँ समाप्त गर्दा त त्यो एमओएसमा चुनाव हुन्छ भनेर लेखेको छ, त्यो चुनाव हुनुपर्छ। त्यो त यो रिपोर्टमा छ, यो रिपोर्टमा छ, यो रिपोर्ट स्ट्यान्डिङ कमिटीको रिपोर्ट हो। यो स्ट्यान्डिङ कमिटीमा जनमुक्तिले के बोले यहाँ छ,
जनमुक्तिले त घिसिङको एमएस अनुसारको चुनाव माग्यो। दार्जिलिङमा एउटा कुरा, दिल्लीमा अर्को कुरा, दिल्लीमा एउटा कुरा, दार्जिलिङमा अर्को कुरा। यसरी नै हामीले दुःख पाएको। अहिलेसम्म हामीले भन्छौँ कि 100 वर्ष भयो हाम्रो यो माग, अहिलेसम्म हामीले नपाएको भन्छौँ नि, त्यो नपाउनुको 99.99 दोष हामी नै हो। ठिकसँगले काम गर्दैनौँ, 2-4 पैसामा बिक्री भइहाल्छ। चौकीको लोभ। गोर्खा लिगले 1981 सालमा रेणुलिना सुब्बालाई बंगालको विधानसभाबाट सस्पेन्ड गर्दाखेरि गोर्खा लिगले 1 हप्ता मात्रै दार्जिलिङको चोक बजारमा आन्दोलन गर्यो। इतिहास हो यो। मैले 5 अक्टोबर 2007 सालको दिन चोक बजारबाटै भने दिल्ली नजानु है, दिल्लीलाई दार्जिलिङमा बोलाउनु पर्छ, दिल्ली नजानु, दिल्लीलाई दार्जिलिङमा बोलाउनु पर्छ। दिल्ली हामी गयो भने त ठुलो सहरमा कान बुच्चिन्छ हो, त्यहाँ भुलभुलाइया छ, भुलभुलाइयामा भुल्छौँ। र दिल्लीलाई आन्दोलन यस्तो गर्नुपर्छ दिल्ली दार्जिलिङमा आउने बाध्य होस्, गोर्खा लिगले भनेको थियो। अनि गोर्खा लिगले त्यो कुरा 1981 सालमा 1 हप्ता मात्र आन्दोलन गर्यो, जति बेला देवप्रकाश राईको निधन भइसकेको थियो। रेणुलिना सुब्बालाई बंगालको विधानसभाबाट सस्पेन्ड गरेको थियो। गोर्खा लिगले आन्दोलन गर्यो सडकमा 1 हप्ता, इन्डेफिनिट स्ट्राइक पनि गरेन, कसैलाई डन्ठा पनि हिर्काएन, कसैसित 1 रुपियाँ पैसा पनि उठाएन। 1 हप्ता गोर्खा लिगले आन्दोलन गर्यो। अनि गोर्खा लिगले भन्यो कि बंगालको विधानसभामा गोर्खा लिग जाँदैन। राति 12 बजी चोक बजारको महाकाल बाबालाई साक्षी राखेर गोर्खा लिगले कसम खायो। गोर्खा लिगले त्यो भनेपछि त्यसको 4 दिन बादमा भारतको गृहमन्त्री जेल सिंह थियो। 13 तारिक अप्रेल 1981 सालमा, 13 अप्रेल 1981 सालमा दार्जिलिङमा भारतको गृहमन्त्री जेल सिंह गोर्खा लिगलाई भेट्नु आयो। होम मिनिस्ट्रीबाट स्टेटमेन्ट दियो, दार्जिलिङमा गोर्खा लिगलाई भेट्नु होम मिनिस्टर जाँदैछ। आयो गोर्खा लिगले 10 मेम्बर डेलिगेसनले दार्जिलिङको राजभवनमा बसेर होम मिनिस्टरलाई हामीले मेमोरेन्डम दियौँ, हामी बंगालमा बस्न चाहदैनौँ, बंगालको विधानसभा हामी जाँदैनौँ, बंगालसित हाम्रो केही सरकार छैन, यिनीहरूको थिचोमिचो छ, यिनीहरूले खुन हेर्छ, हामी बंगाली भाषी होइनौँ, हामी नेपाली भाषी हौँ, यहाँ हामीमाथि थिचोमिचो अन्याय छ, यिनीहरूले अत्याचार गरेको छ। अनि हामीले राज्य पाउनुपर्ने अधिकार, हाम्रो जुन क्राइटेरियन छ एसआरसी कमिसन 1955 सालको एसआरसी कमिसनमा जुन क्राइटेरियन थियो त्यो क्राइटेरियन हामीले फुलफिल गरेका छौँ र हामीले राज्य पाउनुपर्छ भनेर गोर्खा लिगले मेमोरेन्डम दियो। अनि जेल सिंहले भन्यो, उसले यो पनि भन्थ्यो त्यो बेला, अरे क्यों नहीं होगा, सेपरेट स्टेट क्यों नहीं होगा, आप लोग सब एक होकर के आइए, दिल्ली में आए, हम लोग वहां पर बात करेंगे, क्यों नहीं होगा आप लोगों का सेपरेट स्टेट भनेर दार्जिलिङमा राम्रोसँगले बात गरेर गयो। तर विडम्बना के भयो, गोर्खा लिगको एमएलए बंगालको विधानसभा गयो, रोक्नै सकेनौं, चौकी छाड्नै सकेन नि, चौकीको राजनीति गर्नै हुँदैन। अहिले पनि म जनमुक्तिलाई भन्छु, यो इन्टरिम काउन्सिलमा तिमीहरू कुद्दैछौ, जानु हुँदैन चौकी। यो कुरा पनि मैले भनेको थिएँ 5 तारिक अक्टोबर दार्जिलिङमा 2007 साल भनेको थिएँ। आन्दोलन भनेको तपस्या हो, त्यो विश्वमित्र तपस्या बसेको हुन्छ, मेनुका पठाउँछ नि होइन त, विश्वमित्रको तपस्या भङ्ग गर्नुलाई छिङ 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 मेनुका आउँछ, विश्वमित्रले आँखा खोल्दैन नि। र यो आन्दोलन भनेको तपस्या हो भाइ हो, छिङ छिङ आउँछ, आँखा खोल्नु हुँदैन, मेनुका आउँछ, आँखा खोल्नु हुँदैन भने छिङ छिङ गरे आँखा खोल्यो, मेनुका त आएन, आइला आयो, मेनुकाको नाम बदली भएर आइला आयो, आइला छिङ छिङ बजेपछि आँखा खोल्यो। गोर्खाल्यान्डको कुरै गरेन, पोलिटिकल लेभलमा बात भएन, इन्टरलोक्युटर लगाएर बात हुन्छ भन्दैछ, अन्तरिम काउन्सिलको बात हुँदैछ। मोडर्न मेनुका चाहिँ छिङ छिङ आइला भएर आउँछ, उहिले चाहिँ मेनुका विश्वमित्र तप बस्दाखेरि मेनुका आउँथ्यो, राम्री मेनुका छिङ छिङ नाच्दै गरेको हो कि। तर अहिलेको मोडर्न चाहिँ मेनुका चाहिँ आइला हुँदो रहेछ नि त, तै छाड कि मै छाड आइलामा। आन्दोलन गर्नेले सरकारी पैसामा किन हात हाल्नु, नहाल्नु। सरकारले चाहिँ त्यसरी टेस्ट गर्छ नि त, ओके। र यसले गर्दाखेरि गोर्खा लिगले यो कुरा नै भन्न चाहेको थियो। गोर्खा लिगले झुट बोल्दैन, गोर्खा लिग यहाँ त कन्फ्युजन ल्यायो। सेकेन्ड एसआरसी कमिसन भयो भने दार्जिलिङमा पटेका पड्कायो भने त। जनमुक्तिकै एउटा वकिलले भाषण दियो, एकदम जनमुक्तिले गर्दा सेकेन्ड एसआरसी कमिसन भएको, विमल गुरुङ र रोशन गिरीलाई सेकेन्ड एसआरसी कमिसनले बोलायो भनेर हिँड्यौँ गयो दुईजना। खै सेकेन्ड एसआरसी नजन्मेको एसआरसी कमिसनले उनीहरूलाई सेकेन्ड एसआरसी कमिसनले उनीहरूलाई बोलायो, जनतालाई ढाँट्यो नि। गोर्खा लिगले त्यति बेला पत्रकार सम्मेलन गरेर भन्यो यो कुरा झुटा हो, किनभने 6 शेड्युलको स्ट्यान्डिङ कमिटीको हियरिङ चल्दैछ, अनि इन्डियाको इन्डियन डेमोक्रेसी इज पार्लियामेन्ट्री डेमोक्रेसी, पार्लियामेन्ट इज सुप्रिम,
पार्लियामेन्टले स्ट्यान्डिङ कमिटीमा हेरिङ चलेको बेलामा गभर्नमेन्टले यदि सेकेन्ड एसआरसी कमिसन गठन गर्यो भने त कन्टेम्प हुन्छ। त्यसले गर्दा यो बाह्यात कुरा हो। मैले गोर्खालीको अफिसमा त्यस दिन पत्रकार सम्मेलन राखेर यो कुरा स्पष्ट गरिदिएँ। मैले जे भने कुरा त्यो सत्य निस्क्यो त। जन्मिँदै नजन्मेको एसआरसी कमिसनले बोलायो भने दार्जिलिङमा आमा धुम मचायो नि। कङ्ग्रेसले पनि झन्डी हल्लायो। दाउ नर्मिलाले गर्दा एसआरसी कमिसन भएको। यस्ता किसिमको लाटा सुधा जनतालाई गोर्खाल्यान्डको भावना उठाएर र यसरी यो चाहिँ गलत हो। यो हुँदैछ। घिसिङलाई जस्तो गरेको थियो त्यो भन्दा बढी मात्रामा जनताले सजाय दिन्छ है। यो कुरा होशियार बसोस्। यो कुरा चाहिँ एकदम अहिलेको नेतृत्वले यो कुरा बसोस्। गोर्खालीगले बारम्बार भनेको थियो कलेक्टिभ लिडरसिप हुनुपर्छ। गोर्खालीगले कम्प्रोमाइज गर्दैन भनेर गोर्खालीगलाई बाहिर राख्यो। अनि गोर्खालीगले यो कुरा साँचो जनतालाई भन्छ भने गोर्खालीगलाई जनसभा गर्नु नदिने भयो सरकारको निर्देशनमा। अनि उल्टा भन्छ गोर्खालीगलाई सरकारले युज गर्दैछ। गोर्खालीगलाई कहाँनिर सरकारले युज गर्यो? मदन तामाङलाई सरकारले कहाँनिर युज गर्यो? मदन तामाङले सरकारको कहाँनिर 1 रुपियाँ पैसा खायो? के सहुलियत खायो? एउटा प्रमाण गरेर देखाओस्। मदन तामाङले राजनीति गर्दैन। गोर्खालीग छोड। गोर्खालीको अफिसै बन्द गरिदिन्छौँ हामी। देखाओस् तर। होइन हामी देखाउँछौँ। जनसभा होस् हामी देखाउँछौँ। यो हुँदैन। गोर्खाल्यान्डको नाममा जनभावनासित खेल्नु हुँदैन। अनि हामीले दरिलो खुट्टा टेक्यौँ भने हामीले माग पाउँछौँ। यो दिँदै नदिने यो दिन्छु दिन्न भन्ने सरकारको हो। डेमोक्रेसी फर द पिपल बाई द पिपल। डेमोक्रेसी गभर्नमेन्ट अफ द पिपल फर द पिपल बाई द पिपल। जनताले भारतको जनताले चाह्यो भने यो देश टुक्रा टुक्रा हुन्छ। सोभियत रसियाको जनताले चाह्यो। सोभियत रसिया जस्तो एउटा महाशक्ति 15वटा स्वतन्त्र राष्ट्रमा विभक्त भएको त हाम्रै जीवनकालमा हो। बर्लिनको वाल तोडे अमेरिका र रसियाले लगाएको बर्लिनको वाल तोडे हाम्रै जीवनकालमा हो। हिजो देखेको हामीले 240 वर्षको नेपालको राजसत्ता जनताले घुँडा टेकेर राजालाई बाहिर निकालेको यही जनताले हो। जनताले चाह्यो भने जे पनि हुन्छ। अनि एसआरसी कमिसनको फर्स्ट एसआरसी कमिसनको रिपोर्ट पब्लिस हुँदा सुरुमै लेखेको छ विसेस अफ द पिपल सबभन्दा ठुलो कुरा हो। पण्डित नेहरूले नै भनेको छ विसेस अफ द पिपल। जनताको इच्छा चाहिँ सबभन्दा ठुलो कुरा हो डेमोक्रेसीमा। पण्डित नेहरूले लेखेको छ। अनि यो इलाकाको जनताको इच्छा चाहिँ छ बङ्गालदेखि बाहिर हामीलाई अलग राज्य चाहियो। भारतको संविधानको आर्टिकल 3A अनुसार हामीलाई एउटा राज्य चाहियो। जसरी पन्जाबीको पन्जाब छ, बिहारीको बिहार छ, मद्रासीको तमिलनाडु छ, हैन, कर्नाटकहरूको कर्नाटक छ, तेलुगुहरूको आन्ध्र प्रदेश छ, मलायलीहरूको केरला छ, नागाहरूको नागाल्यान्ड छ, मिजोहरूको मिजोराम छ। त्यस्तै गोर्खाहरूको पनि एउटा गोर्खाल्यान्ड हुनुपर्छ। यो कुरा हामीले भनेका हौँ। यो हाम्रो जायज छ। हामीले क्राइटेरियन फुलफिल गरेका छौँ। हामीले किन पाउँदैनौँ? हामी भारतको नागरिक हौँ। तर हाम्रो काम सही भएको छैन। सही भएको छैन। हिजो अस्ति यहाँ 15 अगस्तमा होइन र अब यो एउटा 15 अगस्तमा जनमुक्तिलुलाई अभिनन्दन दियो होइन। तिनले पार्लियामेन्टमा गोर्खाल्यान्डको कुरा बोल्यो भन्यो। अब यो पनि एउटा राम्रो बुझ्नुपर्छ। हाम्रो शिक्षित दाजुभाइले राम्रोसँगले बुझ्नुपर्छ है। अंग्रेजी बुझ्दैन क्या हो? हर्कबहादुरले अंग्रेजी बुझ्दैन क्या हो? टेलिग्राफको एडिटोरियलमा गोर्खाल्यान्ड एबेन्डन गर्यो कन्सेन्सस आयो भनेर लेखेको छ। हर्कबहादुरले अंग्रेजी बुझ्दैन भने ऊ अनमोल प्रसादलाई अंग्रेजी पढाएर बुझाइ माग्नु, उसले बुझाइदिन्छ राम्रो। ओके, अब यहाँ राजीव प्रताप रूढीलाई यहाँनिर अभिनन्दन दियो। राजीव प्रताप रूढीले इन्डियाको पार्लियामेन्टमा नेपाली बर्न इन्डियन भन्यो। यो नेपाली बर्न इन्डियन चाहिँ को हो त? नेपाली बर्न भनेको के हो? अमेरिकन बर्न भनेको अमेरिकामा जन्मेको, इन्डियन बर्न भनेको इन्डियामा जन्मेको, नेपाली बर्न भने नेपालमा जन्मेको। हामी नेपालमा जन्मेको, आर वी नेपाली बर्न? हामी त इन्डियन बर्न नेपाली हो नि त। राजीव प्रताप रूढीले पार्लियामेन्टमा कुरा गरेकोमा त नेपाली बर्न इन्डियन सिटिजन, आर वी नेपाली बर्न इन्डियन सिटिजन कि हामी इन्डियन बर्न नेपाली? हामी त इन्डियन बर्न नेपाली हो नि। यहाँ त नेपाली बर्न इन्डियन लेखिराखेको छ। पार्लियामेन्टमा बोल्दैछ यही कुरा चाहिँ आम्रा बङ्गालीले सडकमा बोल्दाखेरि आम्रा बङ्गालीको पुतला जलायो। तर राजीव प्रताप रूढीले पार्लियामेन्टमा बोल्दा चाहिँ यहाँनिर अभिनन्दन दियो। अंग्रेजी यहाँ नेपाली बर्न, आर वी नेपाली बर्न? वी आर इन्डियन बर्न। अब यस्तो कुरा पार्लियामेन्टमा गएर एकजना बिहारीले बोल्दैछ। बेचारा उसको दोष छैन नि। उसलाई दार्जिलिङ कता हो जोग्राफी हिस्ट्री केही थाहा छैन नि। जसवन्त सिंहलाई दार्जिलिङ जोग्राफी हिस्ट्री थाहा छ, राजीव प्रताप रूढीलाई दार्जिलिङको जोग्राफी हिस्ट्री थाहा छैन नि। तर यहाँ प्रोपागेन्डा गर्छ, फल्स प्रोपागेन्डा गर्छ। जसवन्त सिंहले पार्लियामेन्टमा के अरे गोर्खाल्यान्डको कुरा उठाएन नि। बीजेपीको गोर्खाल्यान्डलाई समर्थन गर्छु भनेर डिस्ट्रिक्ट लेभलमा पनि रेजोल्युसन छैन। 10 तारिक जनवरी 2008 सालमा मैले सबै पार्टीलाई चिठी दिएँ, कांग्रेसको डिस्ट्रिक्ट कमिटीबाट रेजोल्युसन गर, बीजेपीको डिस्ट्रिक्ट कमिटीबाट रेजोल्युसन गर। रेजोल्युसन चाहिँ छैन, प्रस्ताव चाहिँ छैन। झण्डी हालेर गोर्खाल्यान्ड, यो गोर्खाल्यान्ड खेलाची हो, पार्टीबाट रेजोल्युसन गर डिस्ट्रिक्ट लेभलमा भने कसैले पनि गरेन।
मेरो चिठी कुनै पार्टीले पनि जवाब दिएन। मैले सबै पार्टीहरूलाई चिठी लेखेँ, रेजोल्युसन बिना गोर्खाल्यान्ड गराउँदैछ, पार्टीको डिस्ट्रिक्ट कमिटीमा रेजोल्युसन गर अनि त्यसलाई राज्य कमिटीमा पठाऊ भने। आज बीजेपीको नेसनल एक्जिक्युटिभमा गोर्खाल्यान्डको डिमान्डलाई समर्थन गर्छु भने रेजोल्युसनै छैन। अनि त्यो रेजोल्युसन बिना बीजेपीले पार्लियामेन्टमा गोर्खाल्यान्डको प्रश्न उठाउन सक्छ? जसवन्त सिंहले त फाइनेन्स बिलको डिस्कसनमा गोर्खाल्यान्ड त मेन्सन गरेको थियो त। दार्जिलिङमा विकास भएको छैन यसकारण त्यहाँ गोर्खाल्यान्ड माग्दैछ पो भन्यो त। मेनिफेस्टोमा लेखेकै छैन त। यहाँ एकदम लो बीजेपीले गोर्खाल्यान्डको के अरे समर्थन गर्ने भयो, मेनिफेस्टोमा लेखेछ। फल्स प्रोपागेन्डा गर्यो। झुटा प्रोपागेन्डा किन गर्दैछ? झुटा प्रोपागेन्डा नगरौँ न, सत्य कुरा बोलौँ न। जबसम्म हामी सत्य बोल्दैनौँ, जबसम्म हामी डेमोक्रेसीमा विश्वास गर्दैनौँ, तबसम्म हामीले केही पनि पाउँदैनौँ। हामीले केही आज हामीले पाउनु नसकेको कारण त्यही हो। आफुङ्गे एक्लै मात्रै गाउँ, सबै जोगी मरोस्, झोली मेरो भरोस्, यो नीति हुनु भएन नि त। आज यसले गर्दा हामीले सफलता पाउन सकेका छैनौँ। अझै पनि म अपिल गर्न चाहन्छु जनमुक्तिलाई, सामूहिक नेतृत्वमा आऊ। तिमीहरू फेलियर भयो, तिमीहरू अहिले काउन्सिलको इन्टरिम काउन्सिलतिर जाने कोसिस गर्दैछौ, थाहा पाउँदैछौ। लुकाएर लुक्ने कुरा होइन, यो सर्फेसमा आउँछ। हामीले मागेको बङ्गालभित्रको अर्को व्यवस्था हो, गोर्खाल्यान्ड अटोनोमस काउन्सिल हो। हामीले मागेको गोर्खाल्यान्ड टेरिटोरियल काउन्सिल हो। हामीले त गोर्खाल्यान्ड मागेको राज्यदेखि तल एक ऐँची पनि तल झर्नु हुँदैन। यो गद्दार हुनेछ, जसले यो कुरा म सहमति देख्छु, त्यो गद्दार हुनेछ। त्यसले गर्दा हामी भन्छौँ, कसन गराउन चाहन्छौँ, ठिक छ तिमीहरूले लैजाऊ, नेतृत्व गर, तिमीहरूले पगडी गुथा हाम्रो भन्नु के छ, तर कम्प्रोमाइज गर्न पाउँदैनौ। हामी कम्प्रोमाइज गर्न दिँदैनौँ। यो गोर्खालीले यही भन्न चाहेको थियो, यही अपिल गर्न चाहेको थियो समग्र जनतालाई। गोर्खालीले मिटिङ गर्दैन, पश्चिम बङ्गाल सरकार डराइहाल्छ। पश्चिम बङ्गाल सरकारले धोतीमा पिसाब गरिहाल्यो नि। गोर्खाली बोल्छ भने साथ बुद्धदेवले धोतीमा पिसाब गरिहाल्यो। किनभने गोर्खालीले फटाफट सबै कुरा भन्छ, भण्डाफोर हुन्छ, अनि बल्ल बल्ल यिनीहरूलाई मनाएको यिनीहरू भाग्छ। भकारी सेप्छ भनेर क्या, दार्जिलिङमा भकारी सेप्छ भन्ने एउटा शब्द छ क्या, त्यो रेसको, दार्जिलिङको त रेस क्या, संसारको सबभन्दा सानो रेस कोर्स दार्जिलिङको हो नि। अहिले त रेस कोर्स छैन। त्यति बेला चाहिँ त्यो लास्ट राउन्डमा चाहिँ घोडा फर्स्ट हुने घोडाले चाहिँ बेलाइन जाँदा त्यसलाई भकारी सेपेको भन्थ्यो नि। त्यस्तै यहाँ आन्दोलन भकारी सेप्दैछ। दुःख लाग्दो कुराहरू यो छ नि। गोर्खालीगले भन्न चाहेको यो कुरा हो। गोर्खालीगले कसैले केही गरे खायो भने, यहाँ अस्ति भन्दै थियो अरे मलाई त राम्रो भन्थ्यो, हिजो आज नराम्रो भन्दैछ। मैले राम्रो नराम्रो कसैलाई पनि भनेको छैन। राम्रो काम गरे राम्रै हुन्छ, नराम्रो काम गरे नराम्रै हुन्छ। तर अब यहाँ अहिले त म देख्छु नि कतिजना जसले चाहिँ डेमोक्रेसीको दुहाई दिएर दुनियाँभरको आर्टिकल लेख्थ्यो, अहिले त आमामा सुभाष घिसिङ भन्दा बाउ डिक्टेटर भयो। गोर्खालीलाई जनसभा गर्नु नदिनेमा अस्ति त्यो पनि चम्केर यहाँ तिनी पनि चम्के यहाँ गोर्खालीको मिटिङ हुनु दिनु हुँदैन भन्नेमा तिनी पनि थियो। मलाई त बडा दुःख लाग्छ नि। अहिले पो म त मान्छे चिन्दै जान्दछु क्या। पारिजातले एउटा कविता लेखिदिनु भएको थियो 1968 सालमा, म कलेजको विद्यार्थी छँदा। उहाँले एउटा 2 लहरको कविता लेखिदिनु भएको थियो पारिजातले कि त्यहाँ के लेखेको थियो भने, जति जति मान्छे चिन्दै जान्छु उति मलाई कुकुर मनपर्छ। त्यो त अहिले ठिक्क छ। म त देख्छु कि आमा हिजो डेमोक्रेसीको दुहाई दिनेहरू, हिजो एकदम इमान्दारीको झन्डी हल्लाउनेहरू अहिले बेइमान नम्बर 1। घिसिङ भन्दा डरलाग्दो स्कोप पनि नपाएको रहेछ। घिसिङ भन्दा डरलाग्दो डिक्टेटर मदन तामाङलाई चम्की गाली गर्ने। मदन तामाङले कहाँनिर झुटा बोलेको छ? लेट अस हैव अ डिबेट अन दिस सब्जेक्ट। अनि तिमीहरूले कहाँनिर कन्फ्युज गराउँदैछौ, कहाँनिर तिमीहरूले झुटा बोल्दैछौ, म देखाउँछु। गोर्खालीगले देखाउँछ। लेट अस हैव अ डिबेट। आज चुनौती छ तिनीहरूलाई। डर नदेखाऊ मदन तामाङलाई। डर देखाएर मदन तामाङ डराउँदै एक दिन मर्नै पर्छ। वान हेज टु गो वान डे। मर्नै पर्छ एक दिन। रक्सी खाएर त मान्छे मर्छ भने अरे मर्नै पर्छ। अजम्बरी को छ? तर डर नदेखाऊ। मलाई डर देखाएर तिमीहरूले सक्दैनौ। 2-3वटा गाडी जलाएर के हुन्छ? केही पनि हुँदैन। खुट्टाले हिँड्नु सक्छु। गाउँबाट आएको मान्छे हो, सहरमा जन्मेको होइन। खुट्टाले हिँड्नु सक्छु, भारी बोक्नु सक्छु। अहिले पनि तगडा छु, स्वस्थ छु। मेरोबाट कन्भिक्सन छ, मेरोबाट आँट छ, तर्क गर्नु सक्छु। मैले बेचेर खाएको छुइनँ। सरकारको कहिल्यै पनि एउटा सहुलियत मैले 1 रुपियाँको खाएको छ भने आज बाउको छोरा कोही छन् देखाओस्। मदन तामाङले राजनीति गर्दैन, तिमीहरूलाई सलाम गर्छौँ, देखाओस्। तर गोर्खाल्यान्डको नाममा कसैले पनि यहाँनिर ज्यादती गर्नु, गोर्खाल्यान्ड बेचेर खानु, सम्झौता गर्नु हामी दिँदैनौँ। गोर्खाली दृढ छ यो कुरामा, निश्चित छौँ हामी। मैले भने नि यो गोर्खाल्यान्डको आन्दोलन जनआन्दोलन हो नि भाइ। यो जनमुक्तिको कार्यक्रम होइन, यो जनताको कार्यक्रम हो भाइ। यसमा गोर्खालीको मान्छे पनि छ, कम्युनिस्टको मान्छे, त्यो सिपिआरएमको मान्छे पनि छ, त्यहाँ कङ्ग्रेसको मान्छे पनि छ, बिजेपीको मान्छे पनि छ नि। यो त जनआन्दोलन हो नि त हो। यो त देउसी खेलेको जस्तो होइन नि। आज त्यसले हार्मोनी बजाएर उसले गिटार बजाएर 2 पार्टी त हुँदैन नि आन्दोलन हुन्छ। अनि गोर्खालीले कार्यक्रम, गोर्खालीले जनसभा गर्दा त यिनीहरू रुन्छ।
राजनीतिको कार्यक्रममा जनसभा पनि त हो। आज दार्जिलिङमा मदन तामाङ केबलमा बोल्छ भनेर सबै केबललाई प्रतिबन्ध गर्छ होला किन मदन तामाङलाई बोल्नु नदिउँ? है राजनीतिक कार्यक्रम भनेको त त्यो हडताल डाक्नु मात्रै राजनीतिक कार्यक्रम होइन नि भाइ। मैले भने त गोर्खा लिगले एक हप्ता स्ट्राइक पनि डाकेन 81 साल, एकजना मान्छेलाई चन्दा पनि उठाएन, कसैकोबाट गोर्खाल्यान्डमा पैसा पनि खाएन। तर गोर्खा लिगले एक हप्ता काम गर्दाखेरि जेल सिंह आयो, भारतको गृह मन्त्री दार्जिलिङमा गोर्खा लिगलाई भेट्नु आयो। ज्वलन्त उदाहरण छ। त्यति बेला गोर्खा लिगको एमएलए चाहिँ चौकीको माया नगरिकन बंगालको विधानसभा नगएको भए थिङ्स वुड ह्याभ बीन डिफरेन्ट। दार्जिलिङको जोग्राफी आज चेन्ज भइसकेको हुन्थ्यो। तर विडम्बना के भयो? एमएलए गयो विधानसभा, चम्काउने दार्जिलिङ कालिम्पोङकै ठुला बडाहरू थिए, चम्काए, विधानसभा जानै पर्छ भन्यो, जबरजस्ती गयो। त्यति बेला त्यो विधानसभाको एउटा चौकी चाहिँ त्यति बेलाको एमएलए ले त्यागिदिएको भए आज दार्जिलिङको मानचित्र बदलिने थियो, भएन नि। त्यस पछाडि मैले गोर्खा लिग छोडेर प्रान्त परिषदमा काम गर्नु थाले, गरे नि, प्रान्त परिषदले गरेन, गरे नि। तर पछाडि पैसा दियो सरकारले, घिसिङले आएर कुकुरी लिएर गर्छु भन्यो, लगेर गएर काउन्सिलमा कम्प्रोमाइज गरेर 20 वर्ष काउन्सिलको पैसा खाँदै गर्यो। अहिले पनि त्यही त हुँदैछ। आज पनि जलाउँदैछ, तोड्नु आउँदैछ, धम्क्याउँदैछ। तर त्यसरी हुँदैन, त्यसरी हामी अघि बढ्न सक्दैनौँ। मैले भनेको कुराहरू झुटा हो, बाह्यात कुरा हो भने भनौँ न त। अरे आज दरिलो खुट्टा टेक्यो दिल्ली किन जानु पर्दैछ? एक हप्ता काम गर्दा जेल सिंह होम मिनिस्टर आएको, त्यो त छ त। मैले झुट बोलेको होइन। 13 तारिक अप्रेल 1981 सालमा जेल सिंह होम मिनिस्ट्री, 12 तारिक दिन दिल्लीको होम मिनिस्ट्री। त्यति बेला त अहिलेको जस्तो थुप्रो खबर कागज थिएन। त्यति बेला स्टेट्सम्यान थियो, स्टेट्सम्यानमा न्युज कलम छ, मसित छ त्यो पेपर कटिङ मसँग छ। 1981 सालको होम मिनिस्ट्रीबाट वक्तव्य दिएको थियो, दार्जिलिङमा गोर्खा लिगलाई भेट्नु जेल सिंह जाँदैछ। एक हप्तामा आयो त जेल सिंह। आज हामीलाई चाहिँ किन त्यो इन्टरलोक्युटर लाउनु पर्यो त? ब्रोकर किन? ठिकसँगले काम गरौँ न। पगडी गुथ न, तिमीहरू गुथा, भोलि के भए तिमीहरू ठुलो मान्छे हुआ, त्योसँग मलाई केही पनि मतलब छैन। तर दरिलो खुट्टा टेकौँ, एउटा सामूहिक नेतृत्वमा काम गरौँ, सबैलाई एक भएर काम गरौँ न। किन यो त जनआन्दोलन हो नि, यो त त्यो गोर्खालीको कार्यक्रम छैन भन्ने कुरा त हावाको। यो त भोटको कार्यक्रम होइन नि हो। भोटको कार्यक्रम भए गोर्खालीले आफ्नो झन्डी लाउँछ कोनी। यो त एउटा जनआन्दोलन हो नि। जनआन्दोलन त जनताको सहभागिता छ नि त। यो त क्वार मात्रै हुँदैछ, अन्डा पार्दैन। सुभाष घिसिङले पनि क्वार गरेर संसारै थर्कायो, तर अन्डा त पारेन नि त, बैली निस्क्यो त। फेरि यहाँ क्वार मात्रै गर्दैछ, अन्डा पार्दैन त। अनसन हुँदैछ, कुन के हुँदैछ, के चाहिँ भयो रिजल्ट चाहिँ? फेरि त्यही काउन्सिल, फेरि अर्को काउन्सिल। क्वार गरेपछि गोर्खाल्यान्ड जन्मिनु पर्यो नि, अन्डा त गोर्खाल्यान्ड जन्मिनु पर्यो, अन्डा जन्मिनु पर्यो नि। अन्डा त जन्मिने त फेरि बैली कुखै भयो त। क्वार गर्यो, हल्ला चाहिँ गर्यो, अनसन गर्यो, कुन के गर्यो। तर फेरि त्यही अन्तरिम काउन्सिल, व्यापक हल्ला छ अहिले दार्जिलिङमा। अन्तरिम काउन्सिल हुन्छ 21 तारिक डिसेम्बरदेखि उता। कसरी हुन्छ अन्तरिम काउन्सिल? बंगालभित्रको व्यवस्था हामी कुनै पनि मान्दैन, हामी भन्दैछौँ त। जनताले चाहेको, तपाईँहरूले चाहेको त्यही हो त। बंगालभित्रको अर्को व्यवस्था हो त। बंगालभित्रको व्यवस्था त दासत्व हो, त्यो दासत्व हामी मान्दैनौँ नि। बंगालको कुनै पनि दासत्व हो, दासत्व। मैले भने 6 शेड्युल अहिले पनि वुड बी ड्रप छ। इट हेज बीन डिसाइडेड टु ड्रप हुनुपर्छ, डेफिनेट। प्रेस इन्फर्मेसन ब्युरो छ त, इङ्ग्लिस त पढ्छ होला त। त्यहाँ त भयङ्कर म अङ्ग्रेजी यता के अरे अङ्ग्रेजकै कोखबाट जन्मेको हुँ भन्ने जस्तोहरू छ त अङ्ग्रेजी जान्नेहरू। गोर्खाल्यान्ड वुड बी ड्रप, के अरे 6 शेड्युल वुड बी ड्रप छ। इट हेज बीन डिसाइडेड टु ड्रप हुनुपर्छ। तपाईलाई के लाग्छ यो जुन अब आउने वार्ता जुन छ त्यसमा के कुरा छ तपाईलाई? मैले त देख्दैछु भाइ, हेर अब आगो नजरले त धुवा आउँदैन, आगो नजरले धुवा आउँदैन नि। मङपङमा राति के कुरा भयो? आगो नजरले धुवा आउँदैन। यहाँ म्युनिसिपल चुनाव माग्छु, पञ्चायतको चुनाव मागेर अस्ति 7 बुधेमा त पञ्चायत र म्युनिसिपलको चुनावको कुरा छ त हौ भाइ। यहाँ त हेर न, तिमीहरू पत्रकार हो, यहाँ लेखेको छ नि म्युनिसिपल चुनाव र के अरे पञ्चायतको चुनाव। 11 तारिक बेलुका दिल्लीमा 11 तारिक मिटिङ भयो। त्यो बेलुका उनीहरूकै सेन्ट्रल कमिटीको एकजना भाइले मलाई दिल्लीबाट फोन गर्यो। कहिले मलाई फोन नगर्ने, जनमुक्तिकै सेन्ट्रल कमिटीको दिउँसोको डेलिगेट्सले मलाई फोन गर्यो। फोन गर्ने साथ उसको स्वर सुन्ने साथ मैले भने तिमीहरूले त पञ्चायत र म्युनिसिपलको चुनाव पो मागेछौ भने, त्यसमा पो सहमति भएछ त भने। होइन नि दाजु, यो त अन्त म्युनिसिपल एक्ट त सेन्ट्रल एक्ट हो नि अरे। मैले भने हेर भाइ, तिमीले मलाई नसिकाऊ, कति वर्ष पुग्यौ तिमी, सिकाउँछौ मलाई? म्युनिसिपल एक्टको नाम नै बंगाल म्युनिसिपल एक्ट हो, पञ्चायत एक्टको नामै वेस्ट बेङ्गल पञ्चायत एक्ट हो, बिहार म्युनिसिपल एक्ट, पन्जाब म्युनिसिपल एक्ट, तामिलनाडु म्युनिसिपल एक्ट, कर्नाटकको म्युनिसिपल एक्ट, नागाल्यान्ड म्युनिसिपल एक्ट, मिजोराम म्युनिसिपल एक्ट, सिक्किम म्युनिसिपल एक्ट छ। त्यसको माने म्युनिसिपल एक्ट भने चाहिँ स्टेट एक्ट हो। पञ्चायत एक्ट पनि अरे बंगालको कानुन मान्दिन भन्ने, अनि तिमीहरू म्युनिसिपल इलेक्सन लड्छौ बंगालको कानुनको,
बङ्गालको कानुन मान्दैनौ भने यहाँ बिजुलीको बिल चाहिँ तिर्नु दिँदैनौ, अनि वेस्ट बेङ्गल पञ्चायत आएको पञ्चायत चुनाव लड्छौ तिमीहरू, त्यसमा सहमति आएछु भनेर मैले उसलाई बोल्नु पनि नदिकन जवाब दिँदा उसले त्यो त कुरा ठिकै हो भन्यो। त्यहाँदेखि उसले 6 शेड्युलको कुरा मैले भने 6 शेड्युल त वुड बी ड्रप छ त, इन्टरनेट अहिले मैले हेरेको तिमीहरूको भन्यो, किनभने त्यहाँ त बात हुने साथ इन्टरनेटमा त आइहाल्यो नि यो रेजोल्युसन 7 बुँदै भएपछि त आधी उनीहरूले सहमति गरेर सही गरेको आधी घण्टामा त इन्टरनेटमा आइसकेको थियो, इन्टरनेटमा मैले पढिसकेको थिएँ। अन्त मैले 6 शेड्युल त तिमीहरूको वुड बी ड्रप छ त, डिसाइडेड टु ड्रप त भएन त, डेफिनेट कुरा भएन भन्दाखेरि होइन दाजु यस्तो उस्तो के अरे 6 शेड्युल त के अरे पार्लियामेन्टको नि के टेक्निकल भन्यो। मैले भने नसिकाउ न, टेक्निकलिटिज कुरा नगर, तिमीहरू त 6औं अनुसूची मैले ढङ्गमा गयो भन्दै थियौ त, अहिले 6औं अनुसूची कुरा तिमीले 1 नम्बरमा लेखेछौ, त्यसमा नि जिउँदै छ। अब त्यो लोकसभाको जाँदैमा 6औं अनुसूची जाँदैन, अनि त्यो 6औं अनुसूची बिल चाहिँ राज्यसभामा पेन्डिङ छ। फर्स्ट इन्ट्रोड्युस राज्यसभामा गरेको हो नि त, सुषमा स्वराज राज्यसभाको मेम्बर थियो अनि शिवराज पाटिल पनि राज्यसभाको मेम्बर थियो। मैले उसलाई त्यो सबै कुराहरू बताएर त्यस्तो किसिमको झुट कुराहरू नगर भनेर मैले भने, र यही कुरा हो। यहाँ त लिखित आइरहेको छ, बयान आइरहेको छ लिखित, उनीहरूले मुखले एउटा कुरा भन्दैछ, बयानमा अर्को आउँदैछ, खबर कागजमा यी प्रेस इन्फर्मेसन ब्युरो होम मिनिस्ट्रीको 7 बुँदामा यहाँ कहाँ छ गोर्खाल्यान्ड, गोर्खाल्यान्डमा चर्चा भयो भन्ने कुरा कहाँ छ? यहाँ त आइलाको पैसाको कुरा छ, म्युनिसिपल इलेक्सन कुरा छ, पञ्चायत इलेक्सन कुरा छ, 6 शेड्युल वुड बी ड्रप्स 1 नम्बरमा, डिजिएसी एक्ट यो हुनुपर्छ भन्ने कुराहरू छ। यो सब बाहिर कुराहरू गर्दैछ। आज जनतालाई को एटेन्सनलाई डाइभर्ट गर्ने चेष्टा गर्दैछ, जनताको ध्यानलाई 1 पोइन्ट प्रोग्राम गोर्खाल्यान्डदेखि बाहेक अरू केही होइन। अर्जुनले माछा देख्यो, महाभारतमा अर्जुनले क्या कृष्णले भन्छ अर्जुन तैँले खाली माछा मात्रै हेर, अरू केही चिज नहेर, तैँले खाली माछा मात्रै देख्दैछस्, श्रीकृष्णले अर्जुनलाई भन्छ नि महाभारतको लडाइँमा, होइन र? त्यस्तै आज आन्दोलन गर्नेले हामी जनताले पनि खाली गोर्खाल्यान्ड मात्रै हेर्नुपर्छ, त्यो अर्जुनले माछा हेरेको थियो के अरे, माछा हेरेको जस्तो, अर्जुनले माछा हेरेको जस्तो आज सम्पूर्ण जनताले खाली गोर्खाल्यान्ड मात्रै हेर्नुपर्छ। त्योदेखिको मुनिको त्यो आइलाको पैसाहरू, कुनै केको पञ्चायतको इलेक्सनहरू, इन्टरिम काउन्सिलहरू भन्नेहरू चाहिँ घिसिङ जस्तै कुरा हो, गद्दारी, दरिलो खुट्टा टेक्नु हुन्छ। मैले भन्दैछु यो डेमोक्रेसी इन द विसेस अफ द पिपल सबभन्दा, जनताको इच्छा सबभन्दा ठुलो हो। आज भारतवर्षको जनताले चाह्यो भने यो भारत विघटन पनि हुन सक्छ। मैले विघटनको पक्षमा बोलेको होइन, तर जनता भनेको त्यति महान हुन्छ, मैले भन्न खोजेको त्यो हो। जनताको इच्छा भनेको चाहिँ त्यो सोभियत रच जस्तो महाशक्ति 15वटा स्वतन्त्र राष्ट्रमा विभक्त भयो, जनताले चाहेर भयो नि त हो। त्यस्तै यहाँको जनताले पनि चाह्यो भने हुन सक्छ। गोर्खाल्यान्ड दिँदिन भने सरकारको हो, सरकार कसले चुनेको? जनताले चुनेको हो। सरकारले दिँदिन भन्दा सरकार नदिने कोही पनि होइन। अंग्रेज जस्तो त खेद्यो भने आज यो भारत सरकारले दिँदिन भनेर हुन्छ? हामीले के बाह्यात कुरा गरेका छौं? हाम्रो माग के जायज छैन? आज पुरुलियाबाट, बिहारबाट पुरुलिया निकालेर पश्चिम बंगालमा गाड्नु सक्दा आज दार्जिलिङलाई निकालेर सिक्किममा गाड्नु सक्दैन? त्यो पनि त एउटा सोल्युसन हो। आज हामी त्यो कुरा किन गर्दैनौं? यथार्थको कुराहरू किन गर्दैनौं? त्यो पनि एउटा सोल्युसन हो। सिक्किममा नेपाली भाषी छ, हामी पनि बंगालबाट नेपाली भाषी, एउटा बाउन्ड्री छ, इतिहास एउटा छ, भाषा संस्कृति सबै एउटा छ। त्यो किन हुन सक्दैन? एउटा सोल्युसन हो नि। गोर्खा लीगले जहिले जहिले कुरा गरेको थियो, एउटा कुरा खाली 2-3 वटा प्रपोजल गभर्नमेन्टको अगाडि राखेको थियो। आज हामीले पनि त्यो भुल गर्नु हुँदैन। एउटा मात्रै प्रपोजल लिएर हुँदैन, 2-3 वटा प्रपोजल हेरौँ न, बसौँ न, सल्लाह गरौँ न, निर्खेल गरौँ न, डिस्कसन गरौँ न। जति डिस्कसन गरेर रात बितोस् दिन बितोस् डिस्कस गरौँ न, एउटा निचोडमा आएर दृढ भएर काम गरौँ न, हामी हासिल गर्न सक्छौँ नि त। तर आज त्यो भएको छैन, यहाँ कमी त्यो भइरहेको छ। आज एक ग्रुप मान्छे निस्केको छ अनि त्यसले डन्ठा लगाएको छ, अरूलाई बोल्नै दिँदैन, चल्नै दिँदैन। त्यो बोलिस् भने तेरो के फाइदा छ? त्यो सब गरेर के फाइदा छ? के हुन्छ? माछा भ्यागुता हुन्छ, अरू केही पनि हुँदैन। राजा नानीहरू खेलेको जस्तो कुरा हो। राजा रानी क्या, म राजा तो रानी भन्नु हुँदैन नि। जनमुक्तिको प्रेसिडेन्टले त 10 मार्च 2010 सालमा गोर्खाल्यान्ड भएन भने के गर्छु भनेको छ? आफैलाई सुट गर्छु भनेको छ होइन? त्यसमा कायम बस्नुपर्छ। आयरल्यान्डमा भयो नि त्यो बबी स्यान्ड भन्ने, आइरिस रिपब्लिकन आर्मीको बबी स्यान्डले 41 दिन भोक हडताल बस्यो, आमरण अनसन बस्यो। लास्टमा मालन्युट्रिसन भयो, अन्धा भएर मर्यो नि। त्यस्तो हुनुपर्छ नेता, एक दिन मर्नुपर्छ, इतिहास बनाएर जाऊ न। 2010 सालको मार्च 10 तारिकको त्यो कायम बस्नुपर्छ। मैले घोषणा गर्छु भनेको त म राजा तो रानी भन्ने नानीहरू खेलेको जस्तो कुरा हो। फिजोले नागाल्यान्ड स्वतन्त्र घोषणा गर्यो नि, स्वतन्त्र घोषणा गरेपछि सरदार पटेल आएर लात्तै लात्तल खेलिदिन्, हुँदैन त्यस्तो। अब यो कुरामाथि कमेन्ट गर्नु मलाई मन लाग्दैन, त्यो केटाकेटीको खेल जस्तो हो त्यो कुरा। मैले गर्दा त्यसो भए त म अस्ति घोषणा गरिदिन्थेँ। म अस्ति पहिल्यै 80 सालमै गरिदिन्थेँ। यत्रो आज
28-30 वर्ष किन समय गाल्ने थियो, गरिदिँदा भइहाल्थ्यो। डम्बर सिंह गुरुङले उहिले भारत स्वतन्त्र हुनुभन्दा अगाडि डिक्लेयर गरिदिएको भइहाल्थ्यो त। त्यसरी हुँदैन, यो केटाकेटी खेलेको जस्तो होइन। एउटा छ यहाँ पनि विमल गुरुङको त्यहाँनिर मैले सिन्सियरिटी देखेको छु। उसले भनेको छ कि एकदम गोर्खाल्यान्ड मार्च 10 तारिक भएन 2010 सालमा गोली ठोकेर मर्छु भनेको, उसले अनेस्टी देखाउने चेष्टा गरेको नि। तर अरू त्यहाँ धुपौरीहरूले भन्दैछ कि जनता भेला गर्नलाई भनेको, यहाँ कालिम्पोङको एउटा धुपौरीले भन्यो। यो धुपौरी निस्केको छ नि, त्यो कालो टोपी लगाएर धुप लाउँदैछ, एउटा धुपौरीले यही भन्यो होइन च्यानलमै, जनता भेला गर्नलाई भन्यो। जनता भेला गर्नलाई ढाँट्नुपर्छ। अर्को धुपौरीले दार्जिलिङमा भन्यो सपना देखेको थियो। सपना देख्नु पाउँदैन? पाउँछ नि सपना देख्नु। सपना देख्नु कसले पाउँदैन? सबले पाउँछ सपना देख्नु। तर सपना देखेर भोलि म गोली ठोक्छु भन्नु पर्यो नि। मैले सपना देखेँ, गोर्खाल्यान्ड नभएको भोलिपल्ट मैले गोली ठोक्दै गरेको देखेँ भने म मान्छु नि। सपना देखेँ, सपना उसले भन्दैछ भने। तर उसले त भन्दैछ म मार्च 10 तारिक 2010 सालमा गोर्खाल्यान्ड भन्यो, म आफैलाई गोली ठोकेर मर्छु। उसको एउटा दृढता हो, उसको एउटा कन्भिक्सन हो। त्यो कन्भिक्सन ठिक छ नि, त्यसमै कायम बस। यहाँ 6औं अनुसूची मदन तामाङलाई भयो भने तिस्तामा हाम फाल्छ भनेर भन्यो। मैले त भनेको पनि थिइनँ। यहाँ जिएनएलएफकोहरूले भने 6औं अनुसूची भयो भने मदन तामाङले तिस्तामा हाम फाल्छ भनेर खबर कागजबाट देख्दाखेरि मैले भने मदन तामाङले 6औं अनुसूची भयो भने तिस्तामा हाम फाल्छ। तर तिमीहरू भएनौ भने के गर्छौ? तिस्तामा हाम फाल्नुमा आँट चाहिन्छ, त्यो आँट त तिमीहरूमा छैनौ। 6औं अनुसूची भएन तिमीहरू एक डाडो पानीमा डुबेर मर्नु भने। तर पछि के भने 6औं अनुसूची क्याबिनेटले एप्रुभ गर्यो भन्दा आमा मदन तामाङलाई हामी लगेर टिस्टामा हाम लगेर डुबाउँछौँ पनि भने। तर 6औं अनुसूची भएन। 6औं अनुसूची मैले किन विरोध गर्दैछु? किनभने त्यसले जाति विभाजन गर्छ। आज राईलाई लिम्बूलाई ट्राइबल बनाएर राईलाई बनाएन, तामाङलाई ट्राइबल, गुरुङलाई ट्राइबल बनाएन। अनि 6 शेड्युलले कभर गरेको ट्राइबललाई इन्कम ट्याक्स लाग्दैन। एकजना फेरि जनमुक्तिको उकिल हुँ भन्नेले कहाँ लेखेको छ एमओएसमा भने, ए मूर्ख, एमओएसमा लेखेको छैन। तर 6 शेड्युलको नर्थ इस्टमा गएर हेर, 6 शेड्युल जहाँ छ 6 शेड्युलले कभर गरेको ट्राइबललाई इन्कम ट्याक्स लाग्दैन, लिम्बूलाई इन्कम ट्याक्स लाग्दैन, राईलाई लाग्छ, तामाङलाई लाग्दैन, गुरुङलाई लाग्छ, मलाई लाग्दैन, विमल गुरुङलाई लाग्छ। विभाजन भयो त जाति। अनि 6औं अनुसूची भनेको फ्युडल सिस्टम हो। सीआरपीसी आइपीसी हुँदैन। थरी तालुकी मण्डलहरूले न्याय दिन्छ। अन्त न्याय माग्दा फेरि हामी कुखुरा चेपेर जानु पर्यो त। फ्युडल सिस्टम पो आयो त। त्यो त सामन्तवाद पो हामी ल्याउँदैछौँ त। सामन्तवादसँग लडाइँ गरेर हामीले डेमोक्रेसीमा आएको, अनि हामी चाहिँ फेरि सामन्तवादमा फर्किनु, थरी तालुकी मण्डलको पछि लाग्नु। अनि 6औं अनुसूचीले भएको जग्गामा चाहिँ आज 22 वर्ष 23 वर्षको इलेक्सन भएको छैन। यो त षड्यन्त्र हो नि। जसरी भारतवर्ष अङ्ग्रेजले छोड्ने बेला हिन्दू मुसलमानमा लडाइँ लगाइदियो, त्यसरी बङ्गाल सरकारले दार्जिलिङ छोड्नुभन्दा अगाडि राई र लिम्बूमा झगडा लगाइदिन्छ, तामाङ र गुरुङमा झगडा लगाइदिन्छ। यो एउटा षड्यन्त्र हुँदैछ नि। र त्यसको हामीले 6औं अनुसूची विरोध गर्यो। अनि यही भाइहरू थियो त कम्मर हल्लाइ हल्लाइ नाच्ने। त्यति बेला पनि गोर्खा लिगको मिटिङ गर्नु दिएन, मदन तामाङ हेवा भनेर आलुदम र पुरी खाने यही भाइहरू हो। यही भाइहरू हो। तर गोर्खा लिग दृढ थियो। जनता डल्लै 6औं अनुसूचीको पक्षमा कम्मर हल्लाएर नाच्दा पनि गोर्खा लिगले चाहिँ 6औं अनुसूची विरोध गरेको हो। यो त सबैलाई थाहा छ त। त्यो एउटा राजनीतिक इच्छा शक्ति हुनुपर्छ। तेन्जिङ शेर्पाको एउटा इच्छा शक्ति थियो र हिमाल चढ्यो त हो। त्यो चिज हो। त्यसले गर्दा म भन्छु भाइहरूलाई, तिमीहरू जति नै फुरफुर गर, तिमीहरूमा अनुभव छैन, तिमीहरूको सबै काम गलत हुँदैछ, गल्ती हुँदैछ। अब मैले तिमीहरूलाई एउटा सामूहिक नेतृत्व भएको भए टेबलमा बसेर म देखाइदिन्थेँ, आम जनतामा भन्ने थिइनँ। तर अब त्यो सामूहिक नेतृत्व नभएपछि मैले जनतामै भन्नु पर्यो नि त, होइन त? मलाई त बाध्य गराउँदैछु नि। किन म त यो आन्दोलन फुस्किएको हेर्नु माग्दिनँ। यो आन्दोलन यसपल्ट पनि हार भयो भने त्यो मदन तामाङको पनि हार हो, सबैको, आम सम्पूर्ण जनता गोर्खा लिगको हार हो, मेरो हार हो। म हार्नु त माग्दिनँ नि त हो। जाऊ न, तिमीहरू नेता हो, तिमीहरू पगडी गुथ, तिमीहरूलाई अझै ठुलो फेटा म दिउँला, तर सामूहिक नेतृत्वमा आउन। सामूहिक नेतृत्व भनेको मदन तामाङ लिडरसिप होइन हौ, तिमीले गलत सम्झिँदैछौ। मदन तामाङले कम्प्रोमाइज गर्दैन, यो पक्का छ। गोर्खा लिगले कम्प्रोमाइज गर्दैन, यो पक्का छ। मदन तामाङले सरकारबाट 1 रुपियाँ पैसा कहीँ सहुलियत खाएको छ भने देखाऊ, मदन तामाङले नमस्कार गरेर छोडिदिन्छ, राजनीति छोडिदिन्छ, गोर्खा लिग अफिस हामी बन्द गरिदिन्छ, देखाऊ। यो चुनौती च्यालेन्ज छ। अर्को डिबेट, लेटेस्ट अब डिबेट, इन्ट्रोस्पेक्सन त होस् न हौ, समीक्षा होस् न। आज 80 सालदेखि यसो समीक्षा होस् भन्छु मैले। 10-0 अन्तरिम काउन्सिलमा जानै हुँदैन, गोर्खाल्यान्ड बाहेक सम्झौता गर्नै हुँदैन केहीमा पनि। दरिलो खुट्टा टेका हामी फच्चै गर्छौँ। हुन्छ, मलाई थाहा छ नि, यत्रो दिनको अनुभव हामीलाई थाहा छ, फच्चै हुन्छ। तर हाम्रो यहाँ कुरा ठिक भएको छैन। एउटा भित्र बाहिर अर्को कुरा, पारी अर्को कुरा, वारी अर्को कुरा, एकदम त्यसरी बिग्रिँदैछ। बिचमा छुस्केहरू छ, सरकारी एजेन्टहरू, त्यो भित्र जनमुक्ति भरि सरकारी एजेन्टहरूको इन्फिल्ट्रेसन छ। अब आवश्यक परे म नाम भनिदिन्छु एक दिन, फटाफट फल्ना यसको हो, फल्ना यसको। एसएमएस त्यो अहिले त मोबाइल
सबको सिम कार्ड निकाल्यो भने सबका सब पकडा पर्छ। कसको कोसँग बात हुँदैछ हुन त अब 3-3वटा 4-4वटा मोबाइल राखेको होला, तर पकडा पर्छ है। यहाँ एकदम जनमुक्तिभित्र बङ्गाल सरकारको मान्छे को हो, होम मिनिस्ट्री दिल्लीको मान्छे को हो, लोकल एडमिनिस्ट्रेसनको मान्छे को हो भन्ने कुरा नि हामीले चाहिँ प्रत्यक्ष रूपमा देख्दैछौँ। त्यो कुरा सायद जनमुक्तिको नेताहरूलाई थाहा छैन होला, किन जनमुक्तिको त अस्ति त्यो भित्रको कुरा उनीहरूको सेन्ट्रल कमिटीको मिटिङ भयो अस्ति 11 तारिकको मिटिङ भएपछि, त्यो दिल्लीको बात भएपछि उनीहरूले रिपोर्ट गर्नु उनीहरूको सेन्ट्रल कमिटी मिटिङ गरे नि। अन्त त्यो मिटिङमा फर्स्ट दिल्लीबाट आउनेको नेतृत्व गर्ने लिडरले उसले पार्टीमा रिपोर्ट राख्नुपर्छ नि। रिपोर्ट राख्दाखेरि नै सुरुमै भन्यो अरे क्या, यहाँ हाम्रो कुरा बाहिर लिक हुँदैछ, कसले लिक गर्दैछ सुरुमै हाम्रो कुरा कसले बाहिर लिक गर्दैछ, यहाँ लिक हुँदैछ हाम्रो। लिकै नहुनु पर्ने कुरा के थियो, जनताले चालै नपाउने हुने कुरा चाहिँ के थियो। लिक भयो भने त अझै राम्रो नि, है राम्रो कुरा छ, लिक भएको राम्रो नि, तर जनताले चालै नपाउनु पर्ने कुरा चाहिँ के थियो त। अनि त्यो चाहिँ सेन्ट्रल कमिटीमा भएको, जुन चाहिँ नेता जसको नेतृत्वमा दिल्ली गयो त्यो नेताले पार्टीमा रिपोर्ट राख्दा फर्स्टमा उसले त्यो भन्यो, यहाँ हाम्रो कुरा लिक हुँदैछ। जनमुक्तिको कुरा म चाल पाउँछु नि, मैले भने त उनीहरू बात गर्ने त्यो बेलुकै मलाई फोन गर्यो, मलाई त्यो पनि थाहा भयो उसले किन फोन गरेको भने मदन तामाङको प्रतिक्रिया के हुन्छ। अब 7वटामा त सही त गर्यो, प्रतिक्रिया के हुन्छ, गोर्खाल्यान्ड त एबेन्डन गर्यौँ त्याग्यौँ, अब के हुन्छ प्रतिक्रिया भने उसले मेरो नारी छाम्नु फोन गरेको। मलाई थाहा छ नि, त्यो मलाई थाहा छ नि त्यस्तो गरेको। त्यो दिन त्यहाँ त्यस्तो भयो, हाम्रो गोर्खालीकोहरूले गएर थाना घेराउ गर्यो, डिस्ट्रिक्ट मेजिस्ट्रेटले 2जना मेजिस्ट्रेट पलाएर गोर्खालीको नेताहरूलाई बोलाइ पठायो, हाम्रो पार्टीको 2जना गएर बात पनि गरे, डिएमले माफी पनि मागे, तपाईँहरूको कार्यक्रम यथावत राख्नुहोस्, एसपीसँग म फोन भन्नु, उसले फोन पनि गर्यो बसेर। अहिले चिफ मिनिस्टरको भिजिट भएकोले गर्दा फोर्स कम्ती छ र तपाईँहरू गएर 11 तारिक दिन एसपीसँग बसेर एसपीसँग बात गरेर 11 तारिक दिन मिटिङ तय गर्यो, टाइम चाहिँ एसपीले बताउँछ भन्यो, अहिलेसम्म टाइम बताएको छैन। यो सबै सरकारको चाल हो नि, सरकारले गोर्खालीलाई बोल्नु नदिउँ, भएछ भने मदन तामाङलाई क्या मुखै सिलाइदिउँ है च्यानल मार्फत। भाइ जनमत भनेको चाहिँ के हो भने नि, त्यो भाइ चुनावमा उठेको नि, म्युनिसिपल चुनावमा उठ्यो कि 4जना उठेको 4th भयो, काउन्सिल चुनाव पनि लड्यो कि 3जनामा 3rd भयो नि, हाङ्गु सुब्बाले जित्यो, जेबी राई 2nd भयो, 3rd भयो नि त्यो भाइ। जनमत चाहिँ त्यसलाई भन्छ त। अब यसपल्ट चाहिँ त्यो भाइ ट्राई गर्दैछ एक्लै उठेर फर्स्ट हुँ भन्ने छ, किनभने जनमुक्तिले कसैलाई उठ्नै दिँदैन अनकटेड। त्यो भाइको त्यो दाउ छ नि, त्यो भाइ म्युनिसिपल इलेक्सन लड्यो कि मेरै भाइ हो, 4जनामा 4th भयो, मैले ढाँटेको होइन सोध। काउन्सिल इलेक्सन लड्यो कि 3जनामा 3rd भयो, फर्स्ट हाङ्गु सुब्बा भयो, 2nd जेबी राई भयो, 3rd त्यो भाइ भयो। बिचरा त्यो भाइलाई 20,000 रुपियाँ मैले पनि सघाएँ, मेरो पैसा पानीमा गयो, जन्म सघाएँ मैले, मेरो पैसा पानीमा गयो। अनि त्यो भाइले हामी जनमत पाएको पार्टीमा, जनमत चाहिँ त्यसलाई भन्छ जुन चाहिँ भोट तिमीले पाएको थियौ नि, म्युनिसिपल इलेक्सनमा 4th भएको, काउन्सिलमा 3rd भयो, त्यसलाई चाहिँ जनमत भन्छ नि। र अब यस्तो किसिमको भाइहरू चाहिँ पागल भएको छ हौ। अन्त अस्ति मदन तामाङको मगज बिग्रेको छ भने हिमालय दर्पणमा थियो अरे, जनसभा हामी गर्छौँ, यो पक्का छ, निश्चित छ, जनसभा हामी गर्छौँ, यो पक्का छ, दृढ छ। त्यस पछाडि आउँछ नि, त्यस पछाडि कार्यक्रम हुन्छ नि। अब हामी हङ्गर स्ट्राइक गर्नुपर्ने कि तिस्ताको ब्रिजबाट तल हाम फाल्नुपर्ने हामी गर्छौँ, हामीसित छ, तर झुटा कुरा गर्दैनौँ हामी, जनतालाई त्यसै सताउँदैनौँ। जनता सताउँदैछ नि हो भाइ, यो वार्ताभन्दा अगाडि नै हुन्छ नि, यो वार्ताभन्दा अगाडि नै हुन्छ। गोर्खालीगले सत्ताको पछाडि छैन, गोर्खालीगले सत्ता बहुत चाखेको, भारतको संविधानमा हस्ताक्षर गर्ने गोर्खालीको प्रतिनिधि हो, सत्ता चाखेको, 7 खेप 8 खेप एमएलए जितेको, मन्त्री क्याबिनेट मिनिस्टरसम्म भएको हो। गोर्खालीले सत्ता चाखेको कि बङ्गालभित्र हुँदैन भन्ने कुरा गोर्खालीग निश्चित छ, र सत्ता जबसम्म गोर्खाल्यान्ड हुँदैन तबसम्म गोर्खालीग सत्तामा जाँदैन। सत्ताले चाहिँ हामी विभाजित हुन्छौँ। होइन, विधानसभा बङ्गालको विधानसभा लड्ने त गद्दार नम्बर 1 हो झन्, त्यो त बङ्गालको कानुन नमान्ने बङ्गालको विधानसभा लड्ने त गद्दार नम्बर 1 भन्ने, त्यो पनि हेर्नु छ, इन्ट्रेस्टिङ छ। त्यो एक्लै उठेर फर्स्ट हुनु खोज्ने भाइ त विधानसभा ताक्दैछ नि, मलाई पुरा थाहा छ। तर त्यो भाइलाई म योपालि जित्छु, एक्लै मात्र फर्स्ट हुन्छ नि, होइन, ट्राई चाहिँ त्यही छ, अरूलाई उठ्नै नदिऊ। अब खै है बडा दुःख लाग्दो छ नि, मैले त म त नराम्रो त भन्दिनँ, मैले जान्नु नै सक्दैन नि। कर्मचारीहरूको कुरा छ है, यो अस्थायी कर्मचारीको सबैले एपोइन्टमेन्ट पाउनुपर्छ एक साथमा, यो फर्स्ट फेज, सेकेन्ड फेज, थर्ड फेज हुनु हुँदैन।
किन सर यो चाहिँ किन किनभने नि अब फर्स्ट फेज सेकेन्ड फेज कसैले पर्खिन सक्दैनन् सेकेन्ड फेज आएन भने किन सङ्ख्याले जाल बुनिसकेको छ नि त हो किन रोजीरोटीको सवाल छ पेटको सवाल छ होइन एक साथ नै सबको एपोइन्टमेन्ट हुनुपर्छ फर्स्ट फेज सेकेन्ड फेज आएन भने बुद्धदेव त बाई बाई हुन आँटेको छ ममता ब्यानर्जी आउनु त झन् कडा हुन्छ होला जस्तो लाग्छ मलाई त्यसले गर्दाखेरि तर यहाँ त घोषणा भइसक्यो 4,700 होइन त्यो जनमुक्तिले घोषणा गरेर हुँदैन पछि मात्र सरकारको घोषणा पो हुन्छ दिनेले घोषणा गरेर लिनेले घोषणा गरेर हुन्छ होइन यहाँ यस्तै बतायो नि त किनभने बङ्गालको प्रतिनिधि तबसम्म चाहिँ विश्वास यहाँ भन्दैछ अरे क्या शङ्का गर्छ मदन तामाङले भन्छ कि शङ्का गर्यो भने सत्यम पुग्छ क्या बिङ इन अ डाउट एराइभ एट ट्रुथ भनेर सिसिरो भन्ने एकजना फेमस स्पाईले भनेको छ क्या बिङ इन अ डाउट एराइभ एट ट्रुथ भनेको शङ्का गर्यो भने मात्रै सत्य कुरामा पुग्न सकिन्छ त्यसले गर्दा शङ्का त जालै जाल्छ शङ्काको त्यसले गर्दाखेरि त्यो भित्र के सेकेन्ड फेज थर्ड फेज हुँदैन एक साथमा हुनुपर्छ नआउनु पनि सक्छ शङ्का त अहिले त मैले त क्या है शङ्का अब सबैलाई शङ्का मैले भने त जति मान्छेहरू चिन्दै जान्छ उति मलाई कुकुर मन पर्छ